हाई गाइज वेलकम टु माई मिनी भ्लग। आजको यो मेरो भ्लग चाहिँ दोस्रो अबको भ्लगहरूमा तपाईँहरूले मलाई माया देखाउनु हुनेछ। टिकटकको बायोमा मैले लिङ्क राखिदिएको त्यो बायोमा गएर सबैजनाले लाइक गर्नु कमेन्ट गर्नुको साटो त्यहाँ गएर दिनमा एकजनाले मात्रै भए पनि सब्सक्राइब गरिदिनु होला। अनि दिनदिनै मलाई माया गर्नुभयो भने लाइक कमेन्ट सब्सक्राइब अनि माया देखाउनु भयो भने म क्यामेरा किन्छु भनेर सोचिरहेको छु। क्यामेरा किनेर राम्रो राम्रो भिडियोहरू बनाउँछु भनेर सोचिरहेको छु। यो मेरो सोचलाई पनि पुरा हुन दिनु होला। सबैजनाले मेरो भिडियोलाई माया गरिदिनु होला। सो आज सुरुवात गरौँ हामी काठमाडौँ वसुन्धराबाट गोदाबारी हुँदै मार्बल डाँडा जाँदैछौँ। गोदाबारी हुँदै मार्बल डाँडा घुमेर आउने प्लानिङमा चाहिँ हामी देवर भाउजू अनि अर्को देवर अनि बहिनी जाँदैछौँ। सो हामी अहिले गोदाबारीदेखि मासतिर भाइरल ठाउँमा हामी जाँदैछौँ। जाँदै अनि मेरो देवर बाबु हो, म अगाडि छु, मेरो देवर बाबुसँग छु, आफ्नै महिला देवर बाबुसँग। अनि पछाडि आउने चाहिँ अर्को देवर बाबु र बहिनी हुनुहुन्छ। बिचाराहरूलाई भिडियो बनाउनु लाएर हाम्रो भिडियोहरू खिचिदिनु भयो। सो उहाँहरूलाई धन्यवाद। अनि आजको मौसम चाहिँ पानी धेरै परेकै गरेको कारण चाहिँ आजको मौसम चाहिँ अलिक धुम्म थियो। तर पनि हामी गयौँ। फोटो भिडियोहरू चाहिँ अलिक क्लियर नआउने, यो मधुरो आउने अनि अलिक राम्रो नआउने। अब घाम लागेको बेला मात्र हो आइफोनमा राम्रो, तरै पनि हामी गयौँ अनि फोटो भिडियोहरू खिच्योहरू। बनाउँदै मलाई के मनमा आयो भने चाहिँ यो ठाउँ चाहिँ धेरै राम्रो ठाउँ रहेछ। त्यसै कारणले गर्दाखेरि मान्छेहरू धेरैजना घुम्नु आउनु हुँदो रहेछ यो ठाउँमा। राम्रो पनि चिसो पनि शीतल अनि आनन्द लाग्दो ठाउँ रहेछ। अनि छुट्टीको बेला अथवा बोरिङ भएर घरमै बसेर बोरिङ भएकाहरू चाहिँ यहाँनिर घुम्नु आउनु हुँदो रहेछ। सो हामी त्यसै कारणले पनि गयौँ। अनि भिडियो बनाउँदै कि त्यहाँनिर मान्छेहरूले कस्तो मलाई हेरिराख्नु भएको थियो, फर्की हेरिराख्नु भएको थियो। तर पनि मैले भिडियो बनाएँ। भिडियो पनि कसरी बनाएको थाहा छ? एकजना अगाडि बाइक कुदाउँदैछ, सो उसको अगाडिपट्टि फर्केर बसेर मेरो भिडियो खिच्दैछ मेरो भाइले। त्यही भएर पनि होला मान्छेहरू छक्क भएर भिडियो फोटो खिचेको हामीलाई हेर्दै थियो। अनि हेरे पनि हामीले केही मतलब नगरिकन भिडियोहरू खिच्यौँ। अब के भिडियोहरू बनाउँछौँ, फोटोहरू खिच्छौँ। अनि त्यसपछि हामी लाग्नेछौँ मार्बल डाँडा जाने ठाउँ चाहिँ रोड चाहिँ अलिक अफ रोड छ भन्ने सुनेको थियो। तर पनि अब हामी आइसक्यौँ। त्यहाँनिर चाहिँ पुरा गर्नुपर्छ भन्ने हाम्रो फर्स्ट थियो। त्यही भएर हामी भिडियोहरू बनाइसकेर जान्छौँ भन्ने निर्णय गरेको थियौँ। अनि हामीले भिडियो नराम्रो आयो भए पनि फोटो नराम्रो आयो भए पनि फोटोहरू खिचिसक्यौँ। हामी लाग्नेछौँ मार्बल डाँडा। सो यहाँ चाहिँ अफ रोड भएको कारणले गर्दाखेरि चाहिँ मैले कुदाइनँ। त्यहाँसम्म पुगुन्जेल चाहिँ मैले कुदाएर त्यहाँनिर पुगेको हो। अब त्यहाँदेखि माथि चाहिँ अफ रोड रहेछ। अफ रोड भएको कारण चाहिँ मैले भाइलाई कुदाउन दिएँ। अनि अगाडि चाहिँ भाइले कुदाइरहेको छ बाइक। र पनि म डराइ भए पनि पछाडि बसेर भिडियो खिच्दैछु, भिडियो बनाउँदैछु। वाउ यस्तो शीतल ठाउँ रहेछ, वाउ यस्तो राम्रो ठाउँ रहेछ भन्दै म पछाडि पेतेर बोल्दै पछाडि बसिरहेको बोल्दै भाइलाई क्वेसनहरू सोध्दै यहाँनिर कतिचोटि आउनुभयो यताउता सोध्दै अब हामी पुग्ने बेला पनि भइसकेको छ। र पनि म भिडियो खिच्न चाहिँ छोडेको छुइनँ। त्यस्तै बाटो चाहिँ अलिकति चिप्लो अलिकति अप्ठ्यारो भए पनि भाइले कुदाइरहेको छ अगाडि, पछाडि मोज गर्दै बसिरहेको छु। अनि यो ठाउँमा चाहिँ मान्छेहरू हाइकिङ हिँड्ने आउने जाने गर्दो रहेछ। अब हुन्छ नि घुम्नको लागि अथवा बोयफ्रेन्ड गर्लफ्रेन्ड अथवा साथी मिलेर चाहिँ यो ठाउँमा चाहिँ हिँडेर माथि डाँडामा जाने, फोटो भिडियो खिच्ने, हिँडेर झर्ने त्यस्तो गर्ने ठाउँ रहेछ यो। अनि हामी हिँड्दै हामी गफ गर्दै पुग्यौँ। वाउ यो ठाउँ त असाध्यै राम्रो रहेछ। अनि मौसम पनि त्यस्तै चिसो थियो। अनि कस्तो रमाइलो लाग्दो ठाउँ रहेछ। अनि हामी त्यो ठाउँमा पुगेर फोटो भिडियोहरू सबैभन्दा अगाडि भिडियोहरू बनायौँ। अनि मान्छेहरू त्यहाँनिर धेरै हुँदो रहेछ। मान्छेहरू त्यो ठाउँमा आएर फोटो भिडियो खिच्ने रहेछ। अनि बाइकलाई चाहिँ छेउमा साइडमा लाएर चाहिँ भिडियो फोटो बनाउने रहेछ। अनि हामीले पनि त्यस्तो गर्यौँ। लागि बाइक ल्याउन लायो। अनि बाइक ल्याएपछि मिलायौँ। अनि मिलाएपछि भिडियोहरू
यस्तो राम्रो यस्तो खुसी लाग्यो यस्तो राम्रो ठाउँमा काठमाडौँबाट धेरै ठाउँ घुम्न गएको छैन नि त तरै पनि हिजो आज चाहिँ घुम्नु निस्किँदैछौँ सो घुम्नु निस्केर फोटो भिडियोहरू खिच्दैछौँ यस्तो रमाइलो ठाउँमा फोनले साथ नदिए पनि राम्रो राम्रो फोटो भिडियो अनि खिच्दा त्यहाँनिर एउटा अङ्कलले म खिचिदिन्छु भनेर 4 जनाको फोटो खिच्दिएको यस्तो नराम्रो फोटो खिच्दिएको हाँस उठ्यो हामला अनि भन्दै अब हाम्रो फर्किने टाइम भयो सो आजको भिडियो यति नै सबैजनाले माया गरिदिनु होला लभ यु अल बाई बाई गाइज